छोरीले सालो ल्याएपछि बेलुका सबै कालो भइसक्यो, अन्धकार भइसकेको छ। यो अघोषित लोड सेडिङ हो, यो पक्कै पनि राजनीतिक षड्यन्त्र भएछ। ओलीको सालोले विद्युत प्राधिकरणमा टालो हालेपछि अन्धकारमा छौँ हामी आज। यो अघोषित लोड सेडिङ भन्यो होइन। कुलमानलाई हटाइसकेपछि अब लोड सेडिङको तालिका निकाल्यो भने त जनताले छाला चिर्छन्। त्यो बस्नको निम्ति अब कति दिन त अब जस्तो हिजोबाट आइपिएल सुरु भयो नि त, इन्डिया पाकिस्तानको जुन युद्ध विराम भइसकेपछि इन्डियाको आइपिएल सुरु भयो। अब जनताले प्रश्न गरे भने इन्डियामा व्यापक विद्युतको खपत भइसकेपछि नेपालतिर आउने लाइन जुन ढल्केभरमा आउँछ, त्यो चाहिँ जुन हिसाबले यहाँ आएन भनेर यिनीहरूले बच्नको निम्ति राजनीतिक चलखेल गर्न सक्छन्। नेपाली जनताहरू सचेत हुने बेला हो। पक्कै पनि गम्भीर रूपमा जुन अहिले ऊर्जा मन्त्री दीपक खड्का, हाम्रो ओलीजीको सालो छन्, प्रिय सालो हितेन्द्र देव साक्य, कालो सालो। जस्तो अब जुन हामी त उज्यालो साँझमा बस्थ्यौँ नि त कुलमान हुँदा, यसलाई जुन हिसाबले लोड सेडिङ बनाएर कालो बनाएपछि हामीले कालो सालो भन्न नि मिल्यो होला होइन। यो गम्भीर षड्यन्त्र भइरहेछ। जसरी नेपाल विकासको हिसाबमा एउटा कालो रूपमै अगाडि बढिरहेको थियो, विकास जिरो थियो, भएको एउटा विद्युत पनि यिनीहरूले बेचेर खाइसके। अब यो अहिले जुन हिसाबले अहिले कम पानी पर्दाखेरि विद्युत उत्पादन कम हुने पिरियडमा नेपाली जनता जुन दिन दुखी गरिबहरूलाई पानी बढी पर्दा पनि अँध्यारोमै भए। तपाईँ चुप लाग्नुहोस्। लाइन कम भएको माहौलमा जुन यो षड्यन्त्र के भइरहेछ भने यो सोझा सिधा नेपाली हामी जनताहरूको लाइन कटाएर अहिले यो जुन डेडिकेटेड टर्म लाइनको बकौता नतिर्ने 16जना व्यापारी भन्थे नि मारवाडीहरू, तिनीहरूको उद्योगमा लाइन पुर्याएर चलखेल भइरहेछ यो षड्यन्त्र। मेरो यति हो। केही जाँदैन, यो अन्धकारमा केही बोल्न सक्दिनँ म। यति नै हो। कति जति मिनट भयो त्यति मिनटमा जस्ता तस्तै हालिदिन्छु। होइन, यसरी कसरी चल्छ? नेपाली जनताहरू कसरी सहेर बस्ने भन्ने कुरा पनि छ यहाँ। अब उठ्ने बेला भएन। ओली सरकार, ओलीको सालो अनि दीपक खड्का होइन, तर उठ्न त उठ्ने, यो अन्धकारमा कता टेकेर कता हिँड्ने भन्ने प्रश्न हो क्या फेरि। यहाँ गम्भीर षड्यन्त्र छ। बाहिरी रूपमा यो अन्धकारमा भर्याङमा गयो भने भर्याङमा पल्टिन्छ। तपाईँ चुप लाग्नुहोस्। बाहिरी रूपमा कुलमानको पक्षमा वकालत गर्ने, घोक्रो फुटाउने गौरव थापाहरू किन बोल्दैनन्? ऊर्जा मन्त्री त काङ्ग्रेसको हो नि त दीपक खड्का, विद्युत बिचौलिया, त्यसलाई किन फिर्ता ल्याउन सक्दैनन्? के भइरहेछ नेपालमा? अब के हुन्छ यहाँ? होइन, आफ्नालाई त बचाउनै पर्यो नि। सरकारमा भएपछि आफूलाई बचाउनु परेन भने? आफ्नालाई बचाउने होइन, कुलमानको चाहिँ बाहिर मिडियामा सपोर्ट गरे जस्तो गर्ने, आफ्नै पार्टीको सांसद ऊर्जा मन्त्री दीपक खड्काले गर्दा त यो भइरहेछ। सबै कुरा ओलीसँग मिलेर यिनीहरूको व्यापार व्यवसाय गर्ने होइन, जुन रेड क्रसको जग्गा खानेहरू दीपक खड्का होइन, उद्योग हाइड्रो पावरमा लगानी गर्ने होइन। यो सिधै ऊर्जा मन्त्री र प्रधानमन्त्रीको सेटिङ हो। एउटा सालोलाई पठाएको छ नेपाली जनतालाई अन्धकारमा राख्ने, विद्युत प्राधिकरण जुन नाफामा गइरहेको थियो त्यसलाई घाटामा लाने, अनि भ्रष्टाचार गर्ने, आफ्नो बुढी गर्ने, नीतिगत भ्रष्टाचार गर्ने, मिलाएर खाने भन्ने हामीले लागिरहेको छ। अस्ति भन्ने हामीलाई लागिरहेछ। अब बढी बोल्न त पैसा चाहिन्छ। खाली पेट